महर्षि महेश योगी उहाँको जीवन र योगदान के हो भन्ने बारेमा सर्वप्रथम हामीले हेर्नुपर्छ। गुरुदेव ब्रह्मानन्द सरस्वतीका एकदमै दिव्य उत्तराधिकारी अथवा उहाँको ज्ञानलाई विश्व सामु फैलाउने एक प्रिय शिष्यको रूपमा महर्षि महेश योगीजी हुनुहुन्थ्यो। उहाँको जन्म 1918 मा भएको हो। 1918 आजको दिन जनवरी 12 मा र उहाँ ब्रह्मलीन फेब्रुअरी 2008 सन् 2008 को फेब्रुअरी 5 मा ब्रह्मलीन हुनुभएको थियो। उहाँले भावातीत ध्यानलाई बाहिर ल्याउनु भयो। ध्यानका तरिकाहरू धेरै छन्, तर महर्षिज्यूले सबै तरिकाको ध्यानबाट यसलाई ती ध्यानहरूबाट रस निकालेर हामी माझ ल्याइदिनु भयो, विश्वमाझ ल्याइदिनु भयो र अहिले यसका फलोअरहरू अथवा भावातीत ध्यानको अभ्यास गर्नेहरू एकदमै धेरै छन्। हामीले नेपाल भारतमा जति देख्छौँ त्योभन्दा धेरै विदेशमा यसको अभ्यास गर्नेहरू छन्। हामीले 2024 सन् 2024 मा हैदराबादमा देखेका थियौँ 10,000 जनालाई आह्वान गरेको। 11,000 भन्दा धेरै भावातीत ध्यान मात्रै होइन, यसको एडभान्स टेक्निक छ, उच्च स्तरको कार्यक्रम सिद्धि र यौगिक उडान त्यसको अभ्यासीहरू त्यहाँ उपस्थित हुनुभएको थियो। यसले पनि के देखाउँछ भने हामी नेपालबाट भारतमा जति छौँ त्योभन्दा धेरै विदेशीहरू हुनुहुन्छ र यो जुन वैदिक ज्ञान छ यो ज्ञानलाई महर्षिजीले आधुनिक विज्ञानको सरल भाषामा व्यक्त गरिदिनु भयो। उहाँले ठुला ठुला साइन्टिस्टहरू हाम्रो अगाडि पनि हुनुहुन्छ, राजा जोन कर्नाउस, राजा जोन फ्यागन, राजा जोन हेगलिन, डाक्टर टोनी नेदर, हाम्रो अहिले महाराजा पनि हुनुहुन्छ। महर्षिले उहाँको योगदानलाई कदर गर्दै महर्षिपछि यो अभियानलाई नेतृत्व दिने जिम्मेवारी उहाँलाई यो अभियानको नेतृत्वको जिम्मेवारी पनि दिनुभयो। उहाँहरू सबैलाई लगाएर, आधुनिक वैज्ञानिकहरूलाई लगाएर वेद र वैदिक साहित्यलाई आधुनिक विज्ञानको भाषामा व्याख्या गरिदिनु भएको छ, जुन अहिलेको यो समयको भाषा विज्ञानको रूपमा लिइन्छ। त्यो भाषामा सबै अनुसन्धानहरू गराएर वेदलाई व्याख्या गरिदिनु भएको छ र उहाँले यी सबै कुराहरू योग र यज्ञ र धेरै अरू कार्यक्रमहरूबाट विश्वका धेरैभन्दा धेरै मानिसलाई सुख, शान्ति, स्वास्थ्य, राम्रो स्वास्थ्य उहाँले प्रदान गर्नुभएको छ। त्यसैले महर्षिको यति मात्रै होइन, मैले थोरै 2 मिनेटमा भनेर महर्षिका योगदानलाई मैले बताउन सक्दिनँ, अझ धेरै लामो छ। त्यसै गरी उहाँको प्रारम्भिक जीवन हेर्दाखेरि उहाँ अघि पनि भने मैले सन् 1918 मा जबलपुरमा, इन्डियाको जबलपुरमा जन्मिनुभयो। जबलपुर एरियामा जन्मिनु भएको थियो र त्यहाँको एउटा सानो गाउँमा जन्मिनु भएको थियो। उहाँको पहिलेको जन्मको नाम भनेको महेश प्रसाद वर्मा भनेर थियो। उहाँलाई पछि बाल ब्रह्मचारी महेश भनेर चिनिन्थ्यो र पछि उहाँलाई महर्षि पदवीले सम्मान गरियो। त्यसपछि महर्षि महेश योगी भनेर चिनिन थाल्नुभयो। पहिले उहाँले अध्ययन गर्दै जाँदाखेरि भौतिक विज्ञानमा स्नातकोत्तरसम्म उहाँले अध्ययन गर्नुभएको थियो भौतिक शास्त्रमा र त्यसपछि उहाँलाई जहिले पनि यो अध्यात्म र विज्ञानलाई समन्वय गर्ने रुचि राख्नुहुन्थ्यो। त्यसैले उहाँ जति पनि यी आध्यात्मिक गुरुहरू भेट्नुहुन्थ्यो, कार्यक्रम छ भन्ने थाहा पाउनुहुन्थ्यो, त्यहाँ जहिले पनि जानुहुन्थ्यो र गुरुदेवसँग भेट हुनलाई एउटा प्रसङ्ग छ। जस्तो यस्तै कार्यक्रमहरूमा जाँदै गर्दाखेरि उहाँका एकजना साथीले, महर्षिजीका साथीले ब्रह्मानन्द सरस्वती आउँदै हुनुहुन्छ भन्ने जानकारी दिनुभयो र उहाँहरू दुवैजना गुरुदेवलाई, ब्रह्मानन्द सरस्वतीलाई भेट्न जानुभयो। जाँदाखेरि साँझको समय थियो, त्यो बेलामा बत्ती, यो बिजुली बत्तीहरू थिएन। उहाँहरू गुरुदेवहरू एक तला माथि बस्नुभएको रहेछ। उहाँहरू सिँढी चढेर माथि जाँदाखेरि अँध्यारो थियो, केही पनि देखिँदैन थियो। तर त्यही बेलामा अलि परबाट एउटा गाडी टर्न गर्दाखेरि गाडीको लाइटले सर यसरी देखाउँदाखेरि गुरुदेवको तस्बिर, फोटो, अनुहार महर्षिले देख्नुभयो।
जब त्यो अनुहार देख्नुभयो त्यही बेला नै महर्षिलाई के लाग्यो भने मेरो गुरु उहाँ नै हो। उहाँ त गुरुको खोजीमा हुनुहुन्थ्यो पहिलेदेखि र त्यही एउटा झलकले नै महर्षिलाई त्यति आकर्षित गर्यो र उहाँलाई भित्रबाट ज्ञान भयो आन्तरिक रूपमै कि मेरो गुरुदेव भनेको उहाँ नै हो भनेर। र महर्षि गुरुदेवको सानिध्यमा जानुभयो। पहिले गइसकेपछि उहाँको पढाइ पुरा भएको थिएन र गुरुदेवले पढाइ पुरा गरिसकेर आऊ भनेर भन्नुभयो र पढाइ पुरा गरिसकेपछि गुरुदेवको सानिध्यमा बस्नुभयो। त्यहाँ गुरुदेव पछि उहाँ यो ज्योतिर्मठको शङ्कराचार्य बन्नुभयो र उहाँ गुरुदेव भनेको यस्तो व्यक्तित्व हुनुहुन्थ्यो जो लगभग 40 वर्षसम्म गुप्तवास जङ्गलमै साधना गरेर बस्नुभएको थियो र धेरै ठुलो समुदायले यो विद्युत परिषद अथवा यस्तै के संस्थाले शङ्कराचार्य छान्ने गर्छ। त्यो सभाले उहाँलाई गुरु यो उत्तराखण्डको ज्योतिर्मठको शङ्कराचार्यको लागि अनुरोध गर्दाखेरि सबै कुरा ठिक भइसकेको थियो। भोलि उहाँलाई पदस्थापन गर्ने अथवा राज्य त्यो गद्दा सिंह भन्छ होइन त्यहाँ त्यो गद्दीमा बसाउने कार्यक्रम थियो। तर उहाँ अचानक हराउनु भयो, कता जानुभयो थाहा भएन। अनि धेरै समयपछि फेरि आउनुभयो, लगभग 2 महिनापछि आइसकेपछि अनि अरूले सबैले सोध्नुभयो किन गुरुदेव त्यस्तो बेलामा किन जानुभयो त भन्दा उहाँले के भन्नुभएको थियो भने त्यो शङ्कराचार्यको गद्दी अथवा त्यो आसन भनेको प्रशासनिक काम पनि गर्ने आसन हो। म त्यसको लागि तयार थिएन, त्यसैले त्यसको लागि तयार हुनको लागि म त्यसको साधनाको लागि गएको थिएँ भन्नुभयो। र पछि उहाँ शङ्कराचार्य पनि बन्नुभएको थियो र उहाँ महर्षिजीको मात्रै गुरु होइन कि सम्पूर्ण मानव जातिको गुरु हुनुहुन्छ। उहाँले नै यो ज्योति देखाइदिनु हो जसलाई महर्षिज्यूले अगाडि बढाउनु भयो र त्यही अभियानमा हामी अहिले छौँ। भन्ने गरिन्छ गुरुदेवले जुन 40 वर्षको शान्त स्थानमा गरेको साधना अथवा त्यो बेला गरेको योजनाको कारणले हामी सबै जोडिएका छौँ। उहाँले जुन खाका तयार गर्नुभएको थियो विश्व शान्तिको लागि, त्यो शान्तिको अभियानमा हामी त्यस कारणले पनि जोडिएका छौँ। अस्ति पनि कुरा आएको थियो, अध्यक्षज्यूले भन्नुभएको थियो हामी यत्तिकै यहाँ आएको छैनौँ, केही न केही हाम्रो भूमिका निर्वाह गर्नुपर्ने छ, त्यस कारणले आएका छौँ भनेर अध्यक्षज्यूले पनि भन्नुभएको थियो। त्यही हिसाबको विश्वास हामी सबैले गर्ने गर्छौँ। गुरुदेवको जुन योजना थियो त्यसलाई महर्षिजीले अगाडि बढाउनु भयो र त्यसमा हामी पनि अहिले सहभागी भएका छौँ। त्यही नाउँमा हामी सवार गरिराखेका छौँ। गुरुदेवसँगको सम्बन्ध महर्षिको भन्दा महर्षि गुरुदेवसँग 13 वर्षसम्म सँगै बस्नुभयो। त्यहाँ गुरुदेवको सेक्रेटरी भएर पनि सेवा गर्नुभयो, साधना गर्नुभयो, त्यहाँ अध्ययन गर्नुभयो। हामीले अहिले पनि देख्छौँ जति भौतिक शास्त्र पढेर आएको विद्यार्थी 12-13 वर्ष गुरुदेवसँग बस्दाखेरि उहाँले कति धेरै संस्कृतका कुराहरू बताउनुहुन्छ। पढेर मात्रै यदि बताउने हो भने त्यति 13 वर्षमा पढेर सकिँदैन थियो होला। त्यसैले महर्षिले जुन ज्ञान हामीलाई दिनुभएको छ, हामीलाई जहिले पनि भन्ने गर्नुहुन्छ ज्ञान भनेको हामी भित्रबाट प्रस्फुटन हुने हो, ज्ञान जाग्ने हो। ज्ञान जगाउनलाई के गर्ने हो? उहाँले दिएको यो सरल ध्यानको अभ्यास, धेरै ध्यानहरूबाट नेक्टर भन्छ रस निकालेर दिएको जस्तो हो, सारांश जस्तो बनाएर दिनुभएको छ, जुन सरल छ, सहज छ, स्वाभाविक छ, प्रयासहीन छ। र यो ध्यानको अभ्यास गर्दाखेरि हामी भित्रको ज्ञान जसरी महर्षिज्यूमा जागेको थियो, प्रस्फुटन भएको थियो, त्यस अनुसारको ज्ञान हामीमा पनि प्रस्फुटन हुन सक्छ। र उहाँमा वेदान्तको गहिरो ज्ञान, चेतनाको प्रत्यक्ष अनुभव अनि त्यसपछि वैज्ञानिक अनुसन्धानहरू हामीले महर्षिज्यूको जुन गुरुदेवसँगको सम्बन्धको कारणले यी कुराहरू बाहिर आए। जसरी हामीले अस्ति पनि कुरा गऱ्यौँ, वेद र वैदिक साहित्यले नै हाम्रो यो शरीर बनेको छ। एक्सप्रेसन अफ वेद
ह्युमन फिजियोलोजी भनेको एक्सप्रेसन अफ वेद एन्ड वैदिक लिटरेचर भनेर महाराजाले त्यो अनुसन्धान गरेर किताब पनि लेख्नुभएको छ। त्यसको लागि महर्षिजीको राम्रो ज्ञान भनेको वेदान्तको ज्ञान हो। उहाँको प्रवचनहरू पनि हामीले सुन्यौँ भने वेदान्तकै कुराहरूलाई उहाँले जोड दिनुभएको हुन्छ। र गुरुदेव 1953 सन् 1953मा ब्रह्मलीन भइसकेपछि गुरुदेवको यो जुन ज्ञान छ उहाँबाट प्राप्त ज्ञानलाई महर्षिज्यूले बाहिर ल्याउनु भयो र 1955 देखि उहाँले ध्यान सिकाउन सुरु गर्नुभयो। हिमालयमा तपस्या गरेर गुरुदेव ब्रह्मलीन भइसकेपछि 2 वर्षसम्म महर्षिजी पनि मौन साधनामा कसैसँग नभेटिकन हिमालयमा साधना गर्नुभयो र त्यसपछि बाहिर आइसकेपछि दक्षिण भारतको दक्षिणबाट उहाँले ध्यान सुरु गर्नुभयो। सुरुमा त्यहाँ जाँदाखेरि रामेश्वरममा त्यहाँ पुगेपछि उहाँलाई प्रवचन गर्ने मन त थियो, तर कसैलाई चिनेको छैन, त्यहाँ कसरी गर्ने के गर्ने भन्ने थियो। यत्तिकैमा एउटा लाइब्रेरीमा उहाँ जानुभएको थियो। अनि त्यसपछि एकजनाले बाटोमा हिँड्दा त्यहाँ गएको देख्दाखेरि एकजनाले तपाईँले प्रवचन गर्नुहुन्छ भनेर सोधे। त्यो भनेको त्यहाँका एकजना लाइब्रेरियन थिए। अनि त्यसपछि महर्षिज्यूले त्यो खालको प्रवचन आफैले कहिले पनि गरेको थिएन भन्नुहुन्छ आफै, र त्यही पनि सहस्र स्वीकार गर्नुभयो। पक्कै पनि म गर्छु, प्रवचन गर्छु भन्नुभयो र उहाँले त्यो वातावरण मिलाइदिनु भयो। एउटा प्रवचन भयो, अर्को प्रवचन भयो, अर्को प्रवचन भयो, सिकाउन सुरु गर्नुभयो र यत्तिकैमा त्यहाँ सिकाउनु भयो। अर्को ठाउँ इन्डियाभरि घुम्दा घुम्दै 2 वर्ष कसरी बित्यो थाहै भएन। र यति सिकाउँदै अगाडि बढ्दा, ज्ञान बाँड्दै अगाडि बढ्दाखेरि महर्षिलाई के भित्रबाट एउटा इन्ट्युसन भनौँ होइन, इनर कलिङ भन्छ होइन, भित्रबाट एउटा भाव आयो होइन, यसरी गरेर हुँदैन, अलिकति सङ्गठित रूपमा केही गर्नुपर्छ भनेर आध्यात्मिक पुनरुत्थान आन्दोलनको नामबाट एउटा संस्था दर्ता गरेर उहाँले आफ्नो शिक्षणलाई अगाडि बढाउनु भयो। र त्यसपछि उहाँ पहिलो इन्डियामा मात्रै सिकाएर भएन, विदेशतिर पनि जानु पर्यो। महर्षिज्यूलाई गुरुदेवको एउटा निर्देशन अथवा आदेश के थियो भने जहाँ धेरै तनाव छ, जहाँ धेरै अपराध छ, त्यो ठाउँमा गएर अपराधलाई, तनावलाई कम गर। अब साधुहरूको मात्रै साधनाले पुग्दैन, अरू मान्छेहरूले पनि त्यही अनुसारले ध्यान गर्न जरुरी छ। त्यस्ता ठाउँमा गएर ध्यान सिकाऊ र शान्त बनाऊ भन्ने निर्देशन थियो। त्यस आधारमा उहाँले बर्माबाट, अहिले म्यानमार भनेर भनिन्छ, बर्माबाट उहाँको यात्रा सुरु गर्नुभयो सन् 1959मा र विश्वभरि लगभग सबै देशमा उहाँ गएर ध्यान सिकाउने, यी ज्ञान बाँड्ने कुराहरू गर्न सुरु गर्नुभयो र यी अनुसन्धानहरूका कुराहरू पनि सुरु भए। जस्तो यहाँ पनि म त्यो स्लाइडमा नपुगिकन ती कुराहरू अगाडि बताइसकेको छु, त्यसैले यसलाई म स्केप गरेर अगाडि जान चाहन्छु। यसको विस्तार यसै गरी अनुसन्धानहरू गरेर, जस्तो 1960को दशकमा रिसर्चहरू, अनुसन्धानहरू, अन्वेषणहरू यिनीहरू सुरु हुन थाल्यो। त्यो सुरु गरिसकेपछि उहाँको अनुसन्धानबाट जुन किसिमको प्रभावहरू देखिन थाले, जुन किसिमका परिणामहरू आउन थाले, त्यसले गर्दाखेरि धेरैभन्दा धेरै अरू अनुसन्धानकर्ताहरूलाई आकर्षित गर्यो र धेरै अनुसन्धानहरू भए, जसले गर्दाखेरि एकदमै चाँडो छोटो समयमा उहाँ पपुलर हुनुभयो, उहाँ धेरै चर्चित हुनुभयो र उहाँलाई यो जुन अनुसन्धानहरूको अभियानलाई नै उहाँले अगाडि बढाउनु भयो। किनभने यो समाज भनेको भावातीत ध्यान गर भनेर विश्वासको आधारमा मात्रै पत्याउने समाज थिएन। अझ पश्चिमी देशका समाज भनेको उनीहरू कुनै पनि प्रमाणलाई आधार मानेर अगाडि बढ्ने समाज हो। त्यसैले यी अनुसन्धानहरूलाई धेरै बनाउनु भयो, धेरै मान्छेहरूलाई ध्यान सिकाउनु भयो र हामीलाई थाहा छ, पोहोर साल हामीले महर्षि नेपाल आउनुभएको स्वर्ण जयन्ती पनि मनाएका थियौँ। 2031 सालमा
नेपालमा आएर उहाँले 25,000 भन्दा धेरैलाई ध्यान सिकाउनु भएको थियो। नेपालमा त्यो बेलादेखि ध्यान सिकाउन सुरु भएको हो। त्यो बेला ध्यान सिकेकाहरू धेरैजनासँग अहिले भेट पनि हुन्छ। हामीले सम्मान गर्ने कार्यक्रम पनि राखेका थियौँ र त्यसपछि उहाँको के हो त मूल तत्त्व, उहाँको दर्शनको मूल तत्त्व के हो, यी कुराहरू, यी घटनाका कुराहरू धेरै छन्, उहाँका अनुभवका कुराहरू धेरै छन्। उहाँले जस्तो अनुभवकै कुरा, उहाँले जान्न सक्ने कुराहरू भन्दाखेरि एउटा छुटाउन मन लागेन। जस्तो हिजो हामीले अस्ति नेदरल्यान्डको त्यो बिल्डिङको कुरा गऱ्यौँ, बिल्डिङको भित्रको फोटोहरू हेऱ्यौँ। उहाँलाई थाहा नदिकन त्यो बिल्डिङ बनाइदिए थियो। पहिले एउटा भाडामा लिएको घरमा महर्षिजी र यो कार्यक्रमहरू सञ्चालन हुन्थ्यो र महर्षिजीलाई थाहा नदिकन त्यो बिल्डिङ बनाइदिए थियो। अनि जुन दिन त्यो उद्घाटन गर्ने भन्ने सोचाइ थियो सबैको, उहाँहरू सबैले गर्नुभएको थियो। तर त्यो दिन उद्घाटन नभएपछि महर्षिले के सोध्नु भने पुरा भएन, आज उद्घाटन गर्ने होइन भनेर। किनकि त्यो बिल्डिङ बन्दै गरेको कसैले पनि उहाँलाई जानकारी दिएको थिएन। कसैले पनि जानकारी नदिएको, उहाँ भित्र बसेर प्रवचन गर्नुहुन्थ्यो, त्यहाँ त्यो एरियातिर जानुहुन्न थियो र पनि उहाँलाई थाहा थियो त्यो बन्दैछ। तर त्यो दिन नबनिसकेपछि उहाँले सोध्नुभयो। त्यो खालको दृष्टि उहाँको थियो। उहाँ त्यो स्थानमा नभए पनि उहाँको दृष्टि त्यहाँ पुगेको हुन्थ्यो। त्यसै गरी एकजना दुईजना ध्यान शिक्षकको अनुभव पनि त्यस्तै गरी सेयर गरिन्छ। महर्षिले एक ठाउँमा ध्यान सिकाउनको लागि हामीले जसरी पोस्टरहरू यसरी बनाउँछौँ, यस्तै पोस्टरहरू बनाएर पठाइयो। उहाँहरूलाई यति हतार रहेछ कि एउटा पोस्टर उल्टो टाँसिएको रहेछ। अनि त्यसपछि उहाँहरू फर्केर आइसकेपछि महर्षिलाई रिपोर्टिङ गर्नु पऱ्यो, हामीले यसरी गऱ्यौँ, यस्तो गऱ्यौँ भनेर। अनि ल ठिक छ भन्नुभयो, सबैलाई ठिक छ कार्यक्रम गऱ्यौँ धन्यवाद भन्नुभयो र अन्तिममा के गर्नुभयो भने अर्को पटकदेखि त्यो पोस्टर उल्टो नबनाउनु भनेर। त्यो खालको दृष्टि उहाँको थियो। त्यसैले यी यस्ता घटनाहरू हामीले यस्ता स्मरण गर्न लायक घटनाहरू भन्दै गयौँ भने धेरै लामो हुन्छ। त्यतातिर नगइकन उहाँको मुख्य दर्शनको मूल तत्त्व के हो मैले यो 4वटा बुँदामा यहाँ बनाएको छु। चेतनाको मूल स्रोत असीम र यो जुन आनन्दमय छ भन्ने कुरालाई उहाँले जोड दिनुभयो। ध्यानद्वारा मन स्वतः त्यस स्रोतमा अवस्थित हुन्छ जुन असीमित चेतनाको स्रोत छ। त्यो मुख्य हो, त्यो आनन्द दिने खालको पनि हुन्छ, ज्ञान पनि त्यही हो र त्यसमा त्यो क्षेत्रमा स्थापित हुनलाई भावातीत ध्यानले अथवा ध्यानले सहयोग गर्छ भन्ने कुरा हो। र अर्को के भने हामीले बाहिरी जीवनको कुरा गर्छौँ, त्यसलाई महर्षिले के भन्नुहुन्छ भने हाम्रो भित्री जीवनले, भित्रको हाम्रो शान्त अवस्थाले बाहिरको जीवनलाई पोषित गर्ने हुन्छ, सन्तुलित र सफल बनाएको हुन्छ। र उहाँले यही विषयमा आफ्नो पुरै सिद्धान्तलाई एउटा किताबमा लेखिदिनु भएको छ। यो साइन्स अफ बिइङ एन्ड आर्ट अफ लिभिङ भनेर, अस्तित्व विज्ञान र जीवन जिउने कला। यो मैले अनुवाद गर्दैछु, अझै कहिले सकिन्छ थाहा छैन। यो अनुवाद भइसकेपछि यहाँहरूले नेपालीमा पनि यो पाउनुहुनेछ। महर्षिले अरू धेरै किताबहरू लेख्नुभएको छैन। एउटा भगवत गीतालाई उहाँको भाष्य छ, उहाँ त्यो नेपालीमा अनुवाद माधव सरले गरिसक्नु भएको छ। र एउटा मुख्य अर्को पुस्तक भनेको यो साइन्स अफ बिइङ एन्ड आर्ट अफ लिभिङ, अस्तित्व विज्ञान र जीवन जिउने कला। यो आइसक्यो भने महर्षिलाई त्यो किताबबाट हामीले एकदमै सजिलोसँग राम्रोसँग बुझ्न सक्छौँ र महर्षिको त्यो ज्ञानलाई हामीले आत्मसात गर्न सक्छौँ। त्यसै गरी उहाँले विभिन्न संस्थाहरूको माध्यमबाट, एउटा संस्थाले मात्रै सुरुमा आध्यात्मिक पुनरुत्थान आन्दोलनबाट सुरु गरेको, पछि विभिन्न संस्थाहरू दर्ता गरेर अथवा त्यस संस्थाहरू मार्फत उहाँले यो ज्ञानलाई अगाडि बढाउनु भएको छ। भावातीत ध्यानका विभिन्न संस्थाहरू भए। अनि महर्षि अन्तर्राष्ट्रिय विश्वविद्यालय अहिले MIU भनेर छ, USA मा छ, अमेरिकामा। त्यसै गरी महर्षि युरोपियन रिसर्च युनिभर्सिटी भनेर युनिभर्सिटीहरू छन् र विभिन्न हजारौँ भनेर छ, हजारौँ होइन, 100औं वैदिक
यी आधुनिक अनुसन्धानहरू रहेका छन् र उहाँले मुख्य रूपमा शिक्षा, स्वास्थ्य, कृषि, समाज र शान्तिको क्षेत्रमा योगदान दिनुभएको छ। उहाँले के भन्नुहुन्छ भने हामीले समूहमा ध्यान गर्दाखेरि हामीले समाजलाई शान्त बनाउन सक्छौँ। त्यसै गरी हामीले विश्व शान्ति पनि हामीले सामूहिक अभ्यासबाट, सामूहिक ध्यानको अभ्यासबाट विश्व शान्ति पनि स्थापना गर्न सक्छौँ भन्ने उहाँको अभियान हो। त्यही अभियान अन्तर्गत हामीले काम पनि गरिराखेका छौँ। हामी यहाँ 200 जनाले ध्यान गर्दाखेरि, यौगिक उडान गर्दाखेरि हामीले यो समाजमा नै ती किसिमको प्रभाव पार्न सक्छौँ र धेरै देशमा यस्ता खालका कार्यक्रमहरू आयोजना भइराखेका छन्। विश्वको जनसङ्ख्याको 1% को वर्गमूलको सङ्ख्या बराबरको व्यक्तिहरूलाई, ध्यानीहरूलाई एक ठाउँमा बोलाएर सन् 1983 मा महर्षिले टेस्ट अफ युटोपिया भनेर एउटा कार्यक्रमको नाम दिनुभएको थियो र सबैले त्यसमा सहभागी भएर लगभग 7000 जना व्यक्ति एक ठाउँमा बसेर ध्यान गरिएको थियो। त्यस्तै कार्यक्रम हामीले सन् 2024 मा हैदराबादमा हाम्रो संस्थाले आयोजना गरेपछि लगभग 11000 जुन विश्वको जनसङ्ख्याको 1% को वर्गमूलको सङ्ख्या लगभग त्यति नै हो, 10,000ले पुग्थ्यो, तर 11,000 भन्दा बढीले सँगै त्यो अभ्यास गरेका थियौँ, जसले विश्व शान्तिको लागि धेरै योगदान दिएको छ। हामीले त्यसको अनुसन्धानहरू पनि हेर्न सक्छौँ र त्यो कार्यक्रम, हैदराबादको कार्यक्रमबाट प्रभावित भएर इन्डियाको संस्कृति मन्त्रालयले त्यस्तै 5 दिनको कार्यक्रम पनि गरेको थियो त्यही ठाउँमा। हामीले गर्दाखेरि त्यहाँ भएका फाइदा देखेरै त्यहाँको संस्कृति मन्त्रालयले त्यो कार्यक्रमको आयोजना गरेको थियो। त्यसमा पनि धेरै सङ्ख्यामा भावातीत ध्यान गर्नेहरू सहभागी भएका थियौँ, हुनुभएको थियो। यस्ता कार्यक्रमहरू विश्व शान्तिको लागि हाम्रो महर्षि अभियानले कार्यक्रम गर्दै गएको छ र अन्तिम वर्षहरूको कुरा गर्ने हो भने महर्षिजीको अन्तिम समय, पछिल्ला समयहरू नेदरल्यान्डमा व्यतीत भएको थियो र उहाँ नेदरल्यान्डमा नै ब्रह्मलीन हुनुभयो र उहाँको समाधिको लागि उहाँको शरीरलाई इलाहाबादमा ल्याइएको थियो। उहाँको शरीर त अहिले छैन, तर उहाँको ज्ञान, उहाँको अनुभूति अहिले पनि जीवन्त छ। उहाँले दिएको यो ज्ञान जीवन्त रहिरहनेछ। त्यसै गरी उहाँको सबै कुराहरूलाई हामीले सारांशमा भन्नुपर्दाखेरि यताको ज्ञान, पूर्वीय ज्ञानलाई पश्चिमी देशहरूमा फैलाउनु भयो। गुरुदेवको अधिकारी, एकदमै सच्चा अधिकारीको रूपमा, शिष्यको रूपमा उहाँ स्थापित हुनुभयो। भावातीत ध्यानको अभ्यास गर्ने धेरै व्यक्तिहरूलाई यो अभ्यासले फाइदा पुर्याइराखेको छ। यसको अभियानकर्ता हुनुभयो र यो परम्परा जीवनमा शान्ति र पूर्णताको मार्ग हो भन्ने उहाँको विश्वास थियो। उहाँको ज्ञानलाई, उहाँले जति पनि यी कामहरू गर्नुभयो, कहिले पनि आफूलाई श्रेय दिनु भएन, जहिले पनि गुरुदेवलाई नै श्रेय दिनुभयो। यो ज्ञान गुरुदेवबाट आएको हो, गुरुबाट आएको हो, मेरो होइन, जति पनि छ उहाँकै आशीर्वादले गर्दाखेरि मैले पाएको हो भनेर गुरुप्रतिको यतिको सम्मान हामीले अरूमा देख्दैनौँ। अरू जति पनि ठुला ठुला गुरुहरू, सन्तहरू हामीले देखेका छौँ, तर महर्षिज्यू जतिको गुरुप्रतिको भक्ति अरूमा कमै देख्न पाइन्छ। यो उदाहरणीय पनि हो। त्यसैले गुरुदेव जहिले पनि हामी कार्यक्रम अथवा सम्बोधन गर्दा पनि जय गुरुदेव भनेर गर्ने गर्छौँ र म पनि जय गुरुदेव भन्दै यहाँलाई धन्यवाद दिँदै बिदा।